हेलो नमस्ते नेपाल। यो भिडियो स्पेसली नेपालमा बसेर क्लास अफ क्लान्स खेल्नेहरू साथीहरूको लागि। आज योपालि एकदमै स्ट्रङ अनि एकदमै सजिलो तरिकाले 3 स्टार हान्ने उपाय भन्छु है त। र मैले यसै गरी नै हामी हार्ने वार चाहिँ सुपर केन र अनि भाल्किरीले गर्दाखेरि, अझ नाम पनि भाल्किरी होइन, यो उसले गर्दाखेरि के भन्छ यसलाई, सुपर केन अनि भाल्किरीको मम्मी भन्नुपर्छ ल, नयाँ नाम भाल्किरी मम्मीले गर्दाखेरि वार पनि हामीले जित्न सफल भएको छौँ। तपाईहरुलाई एउटा भिडियो देखाउँछु है त। हुन त मलाई पनि ओपनले सेम तरिकाले नै हानेछ है। हामी सिधै के नसोचिकन सिधै डाइरेक्ट एउटा केन लिएर टाउन हलमा जान्छौँ है त। हेर्नु है त, तपाईसँग 8वटा इन्भिजिबल स्पेल, एउटा रेज हान्दै हुन्छ। टाउन हल टाढा छ भने इन्भिजिबल स्पेल 4-5 वटा लिनु। कति केन मरिहाल्यो भने पनि नाप्दिनु, ढुक्कसँग त्यसलाई इन्भिजिबल गरेर छोड्नु होला है त। देख्नुभयो त, केन मरे पनि दोस्रो चोटि झन् सुपर स्प्लास हानेर चाहिँ टाउन हल चाहिँ डेस्ट्रोय सिधै गर्छ। अनि एउटा सिज ब्यारिकाड छोडिदिनु, त्यसपछि फन्डिङ 4वटा भाल्किरी र यो लिएर जानुभयो भने इजिली जान्छ। चाहिने हेरेर इन्भिजिबल बाँकी छ स्पेल, इन्भिजिबल स्पेल बाँकी छ भने चाहिँ छोडिदिनु र सिसीमा सुपर मिनियन लिएर जानु। तपाईको 3 स्टार आउन कसैले रोक्दैन। उसमा चाहिँ फोनिक्स युज गर्नु होला है त। And here you go, 3 star easily. Second one हेर्नु है त। यो टाउन हल अलि टाढा छ, त्यही भएर म 9वटा इन्भिजिबल स्पेल लिएर गर्छु र यहाँबाट विजर टावरबाट छोड्ने केन आफ्नो बाटोमा आएको सबलाई डिस्ट्रोय गर्दै हिँड्छ। यो स्ट्रङ किन भएको छ भने एउटा केनको हाउजिङ मात्रै कति 70 स्पेस लिन्छ यसले। टक्क रेज र इन्भिजिबल छोडिदियो, सिसी पनि एक सर्टमै फिनिस। अब हेर्नु है त, यहाँ केन मर्यो, फेरि रिएपियर भएर बुम, बीचको डिफेन्स सब फिनिस भयो। अब यहाँ सिज ब्यारिक एउटा, किङ, क्वीन,
यता वार्डेन र के भन्छन् कस्तो नाम नआएको क्या आफै बुझ्नु साटला र किङ क्विन्स विजार्डले एक साइड क्लियर गर्यो यता हाम्रो सुपर भाल्किरीले एक साइडको क्लियर गर्यो आनन्दसँग देख्नुभयो त कति इजिली आउँछ मैले यहाँ किङलाई बुस्ट त अझै गरेकै छैन त्यसै आउँछ हेर्नु त कति राम्रो छ ट्रुप्स अहिलेको oh my god and here we go boom finished 3 star रिजल्ट हेर्नु यता यो नम्बर सेकेन्डमा रहेको एउटा वार नहारिकन जितिरहेको थियो अनि हाम्रो नेपाल वारियर्स फर्स्टको 2टा वार हारियो त्यसपछि त रेगुलर जितेको त यो वार जिते लगतै वी आर प्रमोटेड टु मास्टर लिग 2 here we go all 3 star by me and CM strategy आइता